धन्यवाद। हाम्रो केन्द्रीय वाचापत्रको बारेमा पनि थोरै कुरा यहाँ बिचमा राख्न चाहन्छु। विशेष गरी केन्द्रीय वाचापत्र अथवा हामीले यसलाई नागरिक करार भनेका छौँ। देशको अलिक समसामयिक जो सवालहरू छ, नागरिकको अपेक्षा छ, नागरिकले तमाम देशवासीले जो परिवर्तनको अपेक्षा गरेका छ त्यसलाई सम्बोधन गर्ने विकास, सुशासन, आर्थिक विकास लगायत देशको प्रमुख सवालहरूमा हामी के गर्छौँ भनेर यो करार पत्रको रूपमा हाम्रो जो केन्द्रीय तहबाट सार्वजनिक भएको छ त्यसमा 5 वटा बुँदा रहेको कुरा यहाँहरू सबैलाई विदितै छ र यहाँको बिचमा यो क्रमशः जानकारीको रूपमा आउने नै छ। पहिलो नम्बरमा चाहिँ सदाचार र असल शासनसँग सम्बन्धित छ। दोस्रोमा चाहिँ मध्यम वर्गीय विकासको कुरा छ। तेस्रो पक्षमा तेस्रो बुँदामा चाहिँ यो काम अथवा हामीले गर्नै पर्ने केही महत्त्वपूर्ण देशको समसामयिक सवालहरूमा हामीले गर्नै पर्ने, विशेष यो आर्थिक विकाससँग सम्बन्धित, युवा रोजगारसँग सम्बन्धित विषयमा हामीले गर्नै पर्ने कुराहरू छन् भने अर्को चाहिँ कनेक्टिभिटी अथवा यो हामीले यो भित्र चाहिँ सडक पूर्वाधारको कुरा, त्यस्तै गरेर चाहिँ यो इन्टरनेटको पहुँचको कुरा यसमा समावेश भएको छ भने अर्को यो प्रवासी नेपालीहरूको सवाललाई सम्बोधन गर्नको लागि 5औं बुँदा रहेको छ। सो यो वाचापत्रले राष्ट्रिय स्तरको सवालहरूलाई सम्बोधन गर्नको लागि पार्टीको प्रतिबद्धता यसमा व्यक्त गरिएको छ र हामीले यो चाहिँ राष्ट्रिय स्तरमा भयो भने हामीले हाम्रो जिल्लाको सन्दर्भमा राष्ट्रिय स्तरको यो वाचापत्रसँग पनि हामीले जोडिकन हामीले अहिलेलाई हामीले 8 बुँदे वाचापत्र हामीले तयार गरेका छौँ। माफ गर्नुहोस्, 9 बुँदे वाचापत्र तयार गरेको छ, जसमा चाहिँ हामीले जिल्लाको प्रमुख सवालहरू, प्रमुख समस्याहरू चाहिँ हामीले यहाँनिर हाइलाइट गरेको छौँ। जसमा चाहिँ भौगोलिक विकटता, हाम्रो जिल्ला दक्षिणमा धुनी बेसी काठमाडौँसँग जोडिएको जिल्ला, उत्तरमा तिब्बतको बोर्डरसँग जोडिएको जिल्ला छ। यो भौगोलिक दुर्गमताको कारणले हामी विकास पूर्वाधारको क्षेत्रमा धेरै पछाडि छौँ। यो एउटा प्रमुख सवाल हो भने बेरोजगारी चाहिँ अर्को मुख्य सवाल हो र जसको कारणले धेरै युवाहरू अहिले विदेश पलायन भइरहेको छ, रोजगारीको सिलसिलामा बाहिर जानुपर्ने बाध्यता छ। त्यसै कृषि उत्पादनमा अहिले यो वैदेशिक रोजगार विभिन्न कारणले कृषि उत्पादनमा गिरावट छ, वातावरणको कुरा, यो क्लाइमेट चेन्जको असर, यो कारणले गर्दाखेरि कृषि उत्पादनमा गिरावटको कुरा छ भने अर्को भ्रष्टाचार र अपारदर्शिता हाम्रो समाजको प्रमुख सवाल अथवा यो एक प्रकारले जड समस्या भएको छ भने अर्को चाहिँ पूर्वाधारको कमजोरीको कुराहरू होइन। पूर्वाधारको कमीको कारणले विकासकोले जुन प्रकारको फड्को मार्नुपर्ने थियो, जुन आर्थिक विकास हुनुपर्थ्यो त्यो हुन सकेको छैन। यी प्रमुख सवालहरूलाई सम्बोधन गर्नको लागि चाहिँ हामीले वाचापत्रमा हाम्रा कुराहरू समावेश गरेका छौँ र हाम्रो सैद्धान्तिक आधारहरू भन्ने यहाँ भनेको छौँ। विशेष गरी पार्टीको सैद्धान्तिक आधार नै हाम्रो मुख्य आधार हो यो वाचापत्रको पनि, जसभित्र चाहिँ दिगो विकास र डिजिटल लोकतन्त्र जो पार्टीको पनि एउटा सैद्धान्तिक मूल आधार हो भने संवैधानिक समाजवाद उन्मुख समाज सृजना गर्ने हाम्रो संविधानले जो समाजवादतर्फ उन्मुख हुने जुन लक्ष्य राखेको छ त्यसैलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि एउटा मूल सैद्धान्तिक आधारको रूपमा संवैधानिक समाजवादको रूपमा हामीले यसलाई एउटा सैद्धान्तिक आधार बनाएको छ भने अर्को चाहिँ लोक कल्याणकारी राज्य अथवा राज्यले जनताको हितको पक्षमा कल्याणकारी नीतिहरू हुनुपर्छ अथवा जन समुदायको प्रमुख सवालहरू सम्बोधन गर्ने कुरामा राज्यको मुख्य भूमिका हो भन्ने कुरा, यी आधारमा टेकेर हामीले 9 बुँदे हाम्रो मुख्य चाहिँ प्रतिबद्धता अथवा कार्यदिशा र प्रतिबद्धताको रूपमा हामीले प्रस्तुत गरेका छौँ भने जसमा पहिलो नम्बरमा चाहिँ हाम्रो सुशासन र संस्थागत सुधारको कुराहरू छन् है। अब यसभित्र जिल्ला मात्रै होइन, राष्ट्रिय स्तरमा पनि यो सवालहरू छन् भने हाम्रो जिल्लाको सन्दर्भमा पनि यसलाई हामीले पहिलो बुँदाको रूपमा पहिलो प्रतिबद्धताको रूपमा राखेका छौँ। यसभित्र
राष्ट्रिय स्तरमा नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने विषयहरू पनि छन्, जस्तो सङ्घीय निजामती सेवा ऐन, शिक्षा ऐन, प्रहरी ऐन लगायतका यो आवश्यक ऐनहरूको व्यवस्था हुनुपर्छ सुशासनको सुधारको लागि भने यो के अरे संसद र संसदीय समितिहरूमा अध्ययन तथा प्रमाणमा आधारित सक्रिय भूमिका निर्वाह गर्ने भन्ने कुराहरू छ। त्यस्तै गरेर चाहिँ भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने र विशेष गरी यदि भ्रष्टाचारलाई हामीले कमी गर्ने र त्यसै सुशासन सुधार गर्ने हो भने नागरिकको सचेतना र नागरिकको सहभागिता चाहिँ यो शासनमा नीति निर्माणको कुराहरूमा महत्त्वपूर्ण छ। त्यसैले त्यो नागरिक सचेतना र नागरिकहरूको सहभागितालाई सुनिश्चित गरेर सुशासनमा सुधार गर्ने कुराहरू हामीले यसमा समावेश गरेका छौँ। त्यस्तै हाम्रो स्थानीय सरकारमा प्रदेश सरकारमा हुने ठेक्कापट्टा लगायतको कुराहरूमा चाहिँ नागरिकलाई सुसूचित गराउने, त्यो प्रक्रियाहरूलाई पारदर्शी बनाउने होइन, यो कुराहरूमा चाहिँ सुधार हुनुपर्छ भन्ने कुराहरू हामीले हाम्रो प्रतिबद्धतामा राखेका छौँ। भने भ्रष्टाचार मुक्त सुशासन, प्रभावकारी सेवा प्रवाह र समान अवसरहरूमा विश्वास सुदृढ गर्ने कुराहरू, यो कुराहरू यहाँ समावेश छन्। सो त्यस्तै गरेर चाहिँ अब यो गभर्नेन्स डिजिटलाइजेसनको कुराहरू, यसलाई चाहिँ प्रवर्धन गरेर पनि सुशासनमा सुधार गर्नुपर्छ र सुधार गर्छौँ भन्ने कुरा प्रतिबद्धताहरू यहाँ राखेको छ। सो मैले यहाँहरूलाई एकदमै हाइलाइटको रूपमा मात्रै मुख्य मुद्दा मात्रै यहाँ राख्न चाहन्छु। यो सबै पढ्दाखेरि सायद लामो हुन्छ जस्तो लाग्छ। अर्को चाहिँ सायद यो अलिकति अक्षर सानो भएको कारणले मलाई अलिक पढ्न अलिक गाह्रो भएको छ। हुन्छ। दोस्रो कुरा चाहिँ उत्पादनमुखी अर्थतन्त्र रोजगारी। अब हाम्रो देशमा जुन अहिले अघि मैले भने प्रमुख सवाल भनेको अहिले रोजगारीको समस्या हो, जसको कारणले धेरै युवाहरू विदेश पलायन भएको छ र देशको अर्थतन्त्रमा यसले एकदमै असर गरेको छ। त्यसमाले हाम्रो देश, हाम्रो विशेष गरी हाम्रो जिल्ला, हाम्रो क्षेत्रको सन्दर्भमा चाहिँ हामीले देशमा यहाँको जुन प्रकारको रोजगारी आर्थिक विकासको सम्भावना छ त्यो कुरालाई चाहिँ हामीले सुधार गरेर त्यसलाई प्रयोग गरेर आर्थिक विकासको सम्भावनाहरूलाई अध्ययन गरिकन हामीले जिल्लाभित्रै हाम्रो क्षेत्रभित्र रोजगार प्रवर्धन गर्नुपर्छ भन्ने कुरा छ, जसभित्र कृषि, पर्यटन, उद्योग, ऊर्जा र साना मझौला उद्यमहरूलाई प्राथमिकीकरणमा राख्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने भनेर हाम्रो प्रतिबद्धता छ। भने धादिङको उत्तरी भेगका खनिज स्रोतको वैज्ञानिक, पारदर्शी र व्यवस्थित उपयोग सुनिश्चित गर्ने भन्ने कुरा राखेको छ। त्यस्तै गरेर चाहिँ युवाहरूलाई उद्यमशीलता प्रवर्धन गर्नलाई स्टार्टअप कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने र युवाहरूलाई स्वरोजगारतर्फ के अरे प्रोत्साहित गर्ने कुराहरू हामीले हाम्रो प्रतिबद्धतामा राखेका छौँ। त्यस्तै उद्योगहरूमा पार्ट टाइम, ओभर टाइम तथा 3 शिफ्टमा काम गर्ने वातावरण सृजना गर्ने, यो बिजुली सप्लाई लगायत विभिन्न प्रकारका कारणले गर्दाखेरि एक प्रकारले हाम्रो उद्योग धन्दामा काम गर्ने समय सीमित छ। हामीले त्यो वातावरणलाई के अरे सुधार गर्यो भने यो 3 शिफ्ट चाहिँ काम गर्ने प्रकार वातावरण हो भने उत्पादन बढ्छ, रोजगार बढ्छ भन्ने प्रकारको कुराहरू यहाँ राखेको छ। त्यस्तै गरेर जडीबुटी कृषि तथा सामुदायिक वनमा चाहिँ आधारित उद्योगहरू, एग्रो बेस्ड उद्योगहरू चाहिँ स्थापना गर्ने प्रशस्त सम्भावना छ, त्यसलाई हामीले जोड दिने। त्यस्तै गरेर चाहिँ धादिङबेसी बजार सुदृढीकरण गर्दै धार्मिक तथा ग्रामीण पर्यटन कोरिडोर विस्तार गर्ने कुराहरूलाई पनि हामी यसमा समावेश गरेका छौँ। होमस्टे धादिङमा प्रशस्त मात्रामा होमस्टेको सम्भावना छ र केही होमस्टेहरू सञ्चालन पनि भइरहेछ, त्यसलाई अझै व्यवस्थित गर्दै होमस्टे व्यवस्थापन तालिम, ट्रेकिङ गाइड, टुरिज्म, स्टार्टअप उद्योग के अरे स्टार्टअप सहयोग कार्यक्रम सञ्चालन गर्ने, डिजिटल सिप विकास र आइटी प्रशिक्षण तथा आइटी प्रशिक्षण हब स्थापना तथा रिमोट इन्टर्नसिप कार्यक्रमहरू चाहिँ सञ्चालन गरेर चाहिँ युवाहरूलाई चाहिँ रोजगारसँग चाहिँ जोड्ने कुराहरू चाहिँ हामीले यसमा राखेका छौँ। अर्को चाहिँ यो उत्पादनमुखी अर्थतन्त्र विकास गर्नको लागि पूर्वाधारको पनि भूमिका रहन्छ, त्यसमाले त्योसँग सम्बन्धित पूर्वाधारको विकासको कुरा पनि हाम्रो प्रतिबद्धतामा रहेछ। तेस्रो मुद्दामा चाहिँ स्वास्थ्य र सामाजिक सुरक्षासँग सम्बन्धित छ। तपाईँहरूलाई थाहा छ जिल्लाको अब हाम्रो देश समग्र देशको मात्रै नभएर हाम्रो जिल्लाको कुरामा पनि
स्वास्थ्यका प्रमुख सवालहरूमा चाहिँ अझै पनि हाम्रो जिल्ला चाहिँ दुर्गम क्षेत्र छ। सबै स्वास्थ्य सेवामा समुदायको पहुँचमा कमी छ हैन। त्यस कारणखेरि स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्ने र जनतालाई यो स्वास्थ्य सेवामा पहुँच चाहिँ वृद्धि गर्नको लागि आधारभूत यो स्वास्थ्य सेवामा सुधार गर्न आवश्यक छ। त्यस्तै गरेर चाहिँ जस्तो अलिकति माथिल्लो स्तरको सेवाहरू चाहियो भने हाम्रो यहाँ अहिले चाहिँ प्राइमेरी र सेकेन्डरी लेभलको सेवा मात्रै उपलब्ध छ। त्यस हुनाले यहाँ चाहिँ अलिकति भन्दा माथिल्लो स्तरको सेवा चाहिँदाखेरि कि चाहिँ काठमाडौँ कि चाहिँ अब चितवन अथवा पोखरा जानुपर्ने बाध्यता छ। त्यस हुनाले यहाँको समुदायलाई प्राइमेरी सेकेन्डरी भन्दा त्योभन्दा माथिल्लो तहको सेवाको निम्ति टेलिमेडिसिनको प्रवर्धन गर्ने कुराहरूलाई हामीले प्रतिबद्धतामा राखेका छौँ। त्यस्तै गरेर चाहिँ आकस्मिक सेवा इमर्जेन्सी सेवाहरू है, इमर्जेन्सी सेवा चाहिँ जनसमुदाय के अरे ग्रामीण समुदायमा 24 घण्टा उपलब्ध गराउनको लागि स्वास्थ्य सेवाहरूलाई त्यही प्रकारले तयारी गर्ने, स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्ने कुराहरू यहाँ राखेका छौँ भने मातृ शिशु स्वास्थ्य सेवा त्यस्तै मानसिक स्वास्थ्य चाहिँ अर्को एउटा अहिलेको लागि प्रमुख सवाल हो। हाम्रो यो मानसिक स्वास्थ्य चाहिँ को अवस्था चाहिँ खस्कदो अवस्था छ। त्यसैले मानसिक स्वास्थ्य सेवा पनि समुदायको पहुँचलाई वृद्धि गर्नुपर्छ भन्ने कुरा छ भने ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला र विपन्न समुदायको वर्गको लागि चाहिँ सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रूपमा प्रवर्धन गर्ने र पारदर्शी बनाउने। अर्को चाहिँ स्वास्थ्य बिमा प्रणालीलाई चाहिँ समुदायको पहुँचमा चाहिँ वृद्धि गर्ने। यो कुराहरू चाहिँ स्वास्थ्यभित्र हाम्रो प्रतिबद्धतामा हामीले राखेका छौँ। त्यस्तै गरेर चाहिँ शिक्षा र मानव पुँजी विकासको कुराहरूमा चाहिँ अब हामीलाई थाहा छ हाम्रो शिक्षा चाहिँ अलिकति सैद्धान्तिक बढी छ। अहिले व्यवहारिक र सिपमूलक सेवामा सिपमूलक शिक्षामा कमी भएको छ, जसको कारणले गर्दाखेरि शिक्षा हामीसँग छ, मान्छे सर्टिफिकेट हाम्रो युवाहरूले सर्टिफिकेट प्राप्त गर्छ तर उनीहरूलाई व्यवहारिक काम गर्नलाई गाह्रो छ हैन। यसको चाहिँ आधारभूत पूर्वाधारलाई चाहिँ विकास गर्ने, डिजिटल शिक्षालाई विशेष गरी जोड दिने कुराहरूलाई चाहिँ हामीले हाम्रो प्रतिबद्धतामा राखेका छौँ। अर्को चाहिँ अहिले सुरुवात भएको चाहिँ यो सिक्दै कमाउँदै जाने भन्ने प्रकारको कुरा छ। केही ठाउँमा यो पाइलटको रूपमा सुरु भएको छ भने यसलाई चाहिँ विस्तार गर्ने कुराहरू पनि हामीले हाम्रो प्रतिबद्धतामा राखेका छौँ। त्यस्तै गरेर शिक्षक तथा कर्मचारीको न्यायोचित व्यवस्थापन, तालिम र क्षमता वृद्धिको कुराहरूलाई चाहिँ सुनिश्चित गर्ने कुराहरू पनि हामीले प्रतिबद्धतामा राखेका छौँ। त्यस्तै गरी उच्च शिक्षाभित्र चाहिँ उच्च शिक्षा छ तर त्यसलाई अलिकति व्यवहारिक बनाउनका लागि र त्यसपछि अध्ययन अनुसन्धानमा केन्द्रित गर्ने कुराहरूलाई पनि हामीले हाम्रो प्रतिबद्धता पत्रमा राखेका छौँ। अर्को पाँचौँ बुँदा चाहिँ पूर्वाधार र कनेक्टिभिटीको कुरा। यसभित्र हाम्रो जिल्लामा रहेको राष्ट्रिय गौरवको योजना बुढी गण्डकी हैन, यो बुढी गण्डकी योजनाको कुरा अहिलेसम्म त्यति ठोस प्रगति हुन सकेको छैन। त्यसकारणले यो बुढी गण्डकी आयोजना निर्माणमा चाहिँ हामी निर्णायक पहल गर्दै प्रभावित समुदायको न्यायोचित व्यवस्थापन सुनिश्चित गर्दै साथै अन्य सम्भावित जलविद्युत आयोजनाहरूको निर्माणमा पनि सहजीकरण गर्ने कुरा चाहिँ हाम्रो प्रतिबद्धतामा समेटेका छौँ। त्यस्तै गरेर चाहिँ धादिङ टिप्लिङ सडक निर्माणको लागि चाहिँ प्रमुख लगायत पालिकाहरूको प्रमुख सडकहरूलाई चाहिँ स्तरोन्नति गरी हैन 12 महिना सञ्चालन गर्न हुन सक्ने अवस्थामा पुर्याउनुको लागि चाहिँ हामीले पहल गर्ने कुराहरू चाहिँ यो भित्र हाम्रो समावेश छ। त्यसरी गुणस्तरीय मोबाइल नेटवर्क र उच्च गतिको इन्टरनेट सेवाहरूलाई चाहिँ जिल्लाभरि नै विस्तार गर्नको लागि चाहिँ विशेष पहल गर्ने कुराहरू हामीले यहाँ समावेश गरेछौँ भने अब दुर्गम ठाउँहरू कति ठाउँमा पुल, झोलुङ्गे पुल तथा सामुदायिक पूर्वाधारमा चाहिँ सुरक्षित र पूर्वाधारलाई सुरक्षित र दिगो बनाउने कुरा पनि हाम्रो प्रयत्न रहनेछ। अर्को 6औँ बुँदामा चाहिँ वातावरण संरक्षण र विपद व्यवस्थापन कुराहरू। अहिले चाहिँ अब यो अस्थायी सडक धेरै ठाउँमा बनेको छ तर यो धुलामे भएको छ, जसले गर्दा वातावरण एकदमै प्रदूषित छ। त्यस कारणले गर्दा हामीले यो सडक त छ तर सडकलाई चाहिँ हामीले हरित बस्ती र हरित सडक अथवा ग्रिन रोडको कुरा हामीले यहाँभित्र समावेश गरेछौँ। यसलाई चाहिँ विशेष अभियानको रूपमा सञ्चालन गर्ने। त्यस्तै गरेर चाहिँ अर्को चाहिँ फोहोर मैला व्यवस्थापन अर्को प्रमुख समस्या छ।
फोहोर मैला व्यवस्थापन उचित नभएको कारणले वातावरण दूषित भएको छ, त्यसैले पानीको स्रोतहरू दूषित भएको छ। त्यसमाले हामीले वैज्ञानिक फोहोर मैला व्यवस्थापनको प्रणाली लागू गरिकन यो 4R को प्रिन्सिपल है 4R प्रिन्सिपललाई हामीले चाहिँ के अरे प्रयोग गरिकन फोहोर मैलाको उचित व्यवस्थापन गरिकन वातावरण संरक्षणमा विशेष योगदान गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ भन्ने कुरा छ। अर्को चाहिँ विपद पूर्व तयारी, जोखिम न्यूनीकरण तथा उद्धार राहत र पुनर्निर्माण कार्यलाई प्रविधि मैत्री र संस्थागत रूपमा सुदृढ गर्ने कुराहरू हामीले यहाँ समावेश गरेका छौँ। प्रत्येक पालिकामा विपद व्यवस्थापनको कोष र तालिम प्राप्त स्वयंसेवक संरचनाको विकास गर्ने कुराहरू चाहिँ वातावरण संरक्षण र विपद व्यवस्थापनको बुँदाभित्र रहेको छ। 7औं बुँदा चाहिँ अध्ययन अनुसन्धान नवप्रवर्धन। अब अहिलेको समयमा चाहिँ हामीले पहिला जे गरिरहेछौँ परम्परागत रूपमा जे गरिरहेछौँ त्योभन्दा अलिकति फरक ढङ्गले गर्नुपर्ने अवस्था छ। त्यसमाले हामीले फरक के गर्ने त भन्ने कुरामा चाहिँ यो अध्ययन अनुसन्धान र प्रमाणमा आधारित है नवप्रवर्धन कुराहरू गर्ने कुराहरू चाहिँ हामीले यो प्रतिबद्धतामा समावेश गरेका छौँ, जसमा चाहिँ हामीलाई चाहिने तथ्याङ्क र प्रमाणमा आधारित नीति निर्माण प्रणाली चाहिँ विकास गर्ने, धादिङमा बहुआयामिक अध्ययन अनुसन्धान तथा नीति सहयोग केन्द्र स्थापना गर्ने, कृषि पर्यटन ऊर्जा प्रविधि र स्थानीय उद्योग क्षेत्रमा चाहिँ प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने, त्यस्तै गरी चाहिँ युवा मैत्री स्टार्टअप र इनोभेसन हब स्थापना गरी नयाँ सोच र प्रविधिलाई बजारसँग जोड्ने र स्थानीय समस्या समाधानमा का लागि विश्वविद्यालय अनुसन्धान संस्था र निजी क्षेत्रमा सहकार्य बढाउने, यो चाहिँ हामी नवप्रवर्धन अध्ययनका लागि हाम्रो प्रतिबद्धता रहेको। त्यस्तै गरी चाहिँ अब अर्को एउटा समस्या जो युवाहरू बेरोजगार छन् र त्यसपछि बाहिर विदेशमा पलायन हुने समस्या जो छ त्यसलाई सम्बोधन गर्नको लागि चाहिँ प्रवास र ब्रेन ड्रेन भनेर 8औं बुँदा रहेको छ भने यसमा चाहिँ विशेष गरी एउटा चाहिँ विदेशमा गएर आएका युवाहरूको सिप र अनुभवलाई हाम्रो स्वदेशमा चाहिँ प्रयोग कसरी गर्न सकिन्छ, उहाँहरूको सिप र क्षमतालाई चाहिँ प्रयोग गर्ने कुराहरू छ। र त्यस्तै गरेर चाहिँ ब्रेन ड्रेनलाई न्यूनीकरण गर्दै ब्रेन ड्रेनबाट ब्रेन गेन गर्नको लागि उन्मुख चाहिँ के अरे ब्रेन गेन उन्मुख स्पष्ट नीति निर्माण गर्ने कुराहरू है, बाहिरका सिप र अनुभवलाई हाम्रो देशको सन्दर्भमा हाम्रो क्षेत्रको सम्बन्धमा कसरी प्रयोग गर्न सकिन्छ त्यो गर्ने कुराहरू हामीले यसमा समावेश गरेका छौँ। अनि त्यसपछि विदेशबाट फर्किएका युवाहरूको लागि सिप अनुभव र प्रविधिले चाहिँ स्थानीय अवसर र उद्योगसँग चाहिँ प्रत्यक्ष जोड्ने कुराहरू छन् भने अन्तिममा चाहिँ 9 बुँदामा चाहिँ सामाजिक न्यायसहित समावेशी विकासको कुरामा चाहिँ हाम्रो क्षेत्रमा अब भौगोलिक रूपमा सांस्कृतिक र जातीय रूपमा आर्थिक रूपमा एकदमै भिन्नता धेरै छ। विशेष गरी पछाडि परिएका समुदायहरू छ, त्यो पछाडि परेको समुदायलाई समावेश गरी न्यायोचित विकासको निम्ति चाहिँ समान अवसर र सामाजिक न्यायमा आधारित विकासको नीतिहरू निर्माण गर्ने, सबै वर्ग, लिङ्ग, धर्म, जाति, भाषा र क्षेत्रका नागरिकहरूको अधिकार सुनिश्चित गर्ने, विभिन्न भाषा, वेशभूषा र सांस्कृतिक पहिचानको संरक्षण र सम्मान गर्ने, जिल्लामा रहेका यो श्री 5 को वायु गुठी समस्या समाधान गराउने र अन्य गुठीको हकमा समस्या समाधानमा चाहिँ पहल गर्ने, यी कुराहरूलाई चाहिँ हामीले संक्षिप्तमा चाहिँ हाम्रो वाचापत्रमा समावेश गरेका छौँ। अनि हाम्रो प्रतिबद्धता यही हो, यदि हामी राष्ट्रिय स्वतन्त्र पार्टीले जितेमा देशकै नीति निर्माणमा पनि हामीले योगदान गर्ने कुराहरू हाम्रो सांसदबाट यो प्रकारको भूमिका रहनेछ भने हामी पार्टीको तर्फबाट यो जिल्ला र यो क्षेत्रका यी प्रमुख सवालहरूलाई सम्बोधन गर्नलाई चाहिँ हामी योजनाबद्ध तरिकाले हामी क्रियाशील रहनेछौँ।